हेलो नमस्ते। हामी चाहिँ फर्स्ट पार्टको एलपिपी प्रोग्रामको पहिलो न्युमेरिकल लिएर आइसकेको छ। अब यसमा चाहिँ हामीले पहिलो चाहिँ न्युमेरिकल यो चाहिँ हामीले के गर्छौँ त सोल्भ गर्छौँ है। र हेरौँ त सिम्प्लेक्स मेथडमा के भनेको छ त क्वेसनले के भनेको छ म्याक्सिमम हैन जेड कति दिएको छ म्याक्सिमाइज जेड इक्वल टु 7x1 अनि 5x2 है सब्जेक्टेड टु के भनेको छ x1 प्लस 2x2 लेस देन अर इक्वल टु कति 6 भन्दा यो सानो छ रे त्यस्तो भनेको छ। अनि अर्को के दिएको छ एउटा यो भ्यालु अर्को के दिएको छ त 4x1 प्लस 3x2 लेस देन इक्वल टु कति छ त 6 छ। अनि के भनेको छ x1 र x2 के हुन्छ ग्रेटर देन इक्वल टु 0 छ 0 भन्दा बढी छ रे त्यो चाहिँ क्वेसनले हाम्रो के भनेको छ दिएको छ है। ल अब यसलाई हामीले के गर्छौँ त सोल्भ गर्छौँ कसरी सोल्भ गर्ने त्यो अब हेरौँ त है। ल लेखौँ त हामीले स्टार्ट गरौँ है सोलुसन के लेख्ने त यता द गिभन सिस्टम अफ एलपीपी लिनियर प्रोग्रामिङ प्रब्लम इज के हाम्रो दिएको छ त दिएको के छ है त्यही लेख्ने के MAXR MRZD म्याक्सिमाइज कति दिएको छ त जेड इक्वल टु कति थियो 7x1 प्लस कति थियो 5x2 अनि के भनेको थियो SUV JEC सब्जेक्टेड टु जे दिएको छ त्यही लेख्ने है। यसमा x1 प्लस यो x1 हो है देखेन x1 प्लस कति छ 2x2 कति भयो 6 है लेस देन इक्वल टु 6 अनि त्यसपछि 4x1 प्लस 3x2 कति भयो 6 है x1 x2 कति हो ग्रेटर देन इक्वल टु 0 है। यो हाम्रो पहिलोमा भइहाल्यो फर्स्टमा चाहिँ यति कुरा हामी लेख्छौँ है। यो लेखिसकेपछि हामीले के गर्छौँ त यसमा अब यो त के फर्ममा छ त भन्नुस् त कन्स्ट्यान्ट फर्ममा छ हैन। यो चाहिँ हाम्रो के फर्ममा छ कन्स्ट्यान्ट फर्ममा छ कि छैन हो कन्स्ट्यान्ट फर्ममा छ भने हामीले के गर्छौँ यसलाई इन्ट्रोड्युस गर्छौँ के स्ल्याक भेरिएबल। अब यसलाई इक्वेसन फर्ममा ल्याउँछौँ है। इक्वेसन फर्ममा ल्याउँदाखेरि के भन्नुपर्छ त हेरौँ त है यता के गर्नु त लेट गर्नु लेट के गर्नु त हो मैले यस भनेको थिएँ यसलाई x को फर्ममा छ भने x1 x2 को फर्ममा छ भने x3 x4 अननाउन छ नि त यसको सट्टामा x3 x4 चाहिँ हामीले इन्ट्रोड्युस गर्छौँ स्ल्याक भेरिएबल छ नि स्ल्याक भेरिएबलको ठाउँमा यसको सट्टामा हामी के गर्छौँ त x3 x4 चाहिँ हामीले के गर्छौँ त इन्ट्रोड्युस गर्छौँ है। दुईवटा इक्वेसन थियो त्यसैले दुईवटा लिन्छौँ स्ल्याक भेरिएबल है। ल लेट x3 एन्ड के गर्छौँ त x4 be the के negative SLAC है। यो के भयो x3 र x4 के भयो नन नेगेटिभ स्ल्याक भेरिएबल भयो है। यो नन नेगेटिभ हो यो अलि देखेन नन नेगेटिभ है यो हो नन नेगेटिभ स्ल्याक भेरिएबल। यति भइसकेपछि हामीले के गर्छौँ त अब यसलाई लेख्छौँ x3 र x2 विथ नन नेगेटिभ स्ल्याक भेरिएबल सो के गर्ने इन्ट्रोड्युस गर्ने है। हामीले के गर्छौँ त इन्ट्रोड्युस गर्छौँ स्ल्याक भेरिएबललाई INTRODUCING इन्ट्रोड्युसिङ द स्ल्याक भेरिएबल इन केमा त एलपीपीमा लिनियर प्रोग्रामिङ प्रब्लममा देन हामीले के गर्छौँ त यसलाई लेख्छौँ अब है के गर्ने त x1 प्लस कति थियो 2x2 प्लस x3 है। अब x3 हामीले इन्ट्रोड्युस गर्छौँ नि त अब कहाँसम्म जान्छ त दुईवटा इक्वेसन थियो नि त्यसैले x3 र x4 हामीले के गर्छौँ x3 र x4 इन्ट्रोड्युस गरेको थियो नि x3 x4 त्यसैले हामीले के गर्छौँ त x3 छ तर x4 छ यसमा इन्ट्रोड्युस गरेको छैन नि
इन्ट्रोड्युस गर्दैन भने यसलाई के लेख्ने 0 अनि x4 गर्दाखेरि यो त सेम भयो नि 0 × x4 के भयो 0 नै भयो नि त्यसैले हामीले यो यति लेख्न सक्छौँ कि नै हो यति लेखिसकेपछि अब के गर्ने त त्यसपछि हाम्रो के थियो त एउटा म्याक्सिमा जेड टर्म पनि छ है जेड टर्मको इक्वेसन पनि छ हैन हो जेड बेलामा हामीले के गर्छौँ त यसलाई फेरि 0 × z दिन्छौँ 0 × z दिँदाखेरि इक्वल टु के लेख्ने 0 है अब फेरि अर्को इक्वेसन थियो के एउटा 4x1 त्यसपछि के थियो 3x2 प्लस अब यसमा x3 त यता इन्ट्रोड्युस भइसक्यो फर्स्ट इक्वेसनमा अनि अब यसपछि के गर्ने त अर्को एउटा स्ल्याक भेरिएबल कति लिएको छ हामीले x4 लिएको छ कि नै हो त्यसैले अब x4 इन्ट्रोड्युस गर्छौँ x4 इन्ट्रोड्युस गर्दाखेरि x3 लाई हामीले के गर्छौँ त 0 बनाउँछौँ र z लाई पनि 0 बनाउँछौँ त्यसैले यसलाई के लेख्ने 0 × x3 प्लस x4 यसमा अब दिने यो अर्को इक्वेसनमा x4 फेरि यता के गर्ने z लाई पनि हामी के गर्छौँ त 0 बनाएर फेरि इक्वल टु 0 लेख्छौँ यो दुईवटा इक्वेसन भयो अब अर्को के गर्छौँ त हामीले एउटा के थियो भन्ने एउटा जेड वाला थियो हैन म्याक्सिमा जेड वाला थियो नि जेड को के भनेको थियो हामीले हेर्नुस् त जेड इक्वल टु कति थियो 7x1 प्लस 5x2 यति थियो नि हो यसलाई हामीले के गरे यसलाई यो पुरैलाई होल टर्मलाई यो साइडमा लगे है यो अपोजिट साइडमा लगेपछि के हुन्छ त हेर्नुस् त के हुन्छ अब है लेखो कुरा बुझौ अब के लेख्ने त अपोजिटमा लाग्दाखेरि के हुन्छ त -7x1 हैन त्यसपछि के हुन्छ त -5x2 हुन्छ है अब हामीले के गर्छौँ त यो x3 र x4 लाई 0 बनाउँछौँ र z त अपोजिटमा छँदैछ नि अपोजिटमा छ भने z लाई के गर्ने हामीले उस्ताको जस्तो छ त्यस्तै छाड्दिने बाँकीलाई 0 बनाउने के गर्ने 0 × x3 फेरि प्लस 0 × x4 z छ अलरेडी अनि इक्वल टु के हुन्छ यो सबै टर्म यो पुरै टर्म जेड छ जुन साइडमा त्यो साइडमा आइसकेपछि अपोजिट साइडमा के भयो त 0 बच्यो नि त हो अब कतिवटा इक्वेसन भयो हाम्रो 3वटा इक्वेसन हुन गयो 1 2 अनि यो कतिवटा 3वटा इक्वेसन हुन गयो है ल अब इन्ट्रोड्युस गरिसकेपछि स्ल्याक भेरिएबललाई त्यसपछि हामीले के गर्छौँ त सिम्प्लेक्स टेबुलेट फर्ममा चाहिँ के गर्छौँ त हामीले सोल्भ गर्छौँ यो प्रब्लमलाई है ल अब हेरौँ त छिटो छिटो गरौँ लङ भिडियो भन्न जान्छ है के लेखौँ हामीले SIMPLE सिम्प्लेक्स TAB टेबुलेटेड फर्ममा लेख्दाखेरि TABLE बनाउँदाखेरि हामीले के गर्छौँ त सबभन्दा पहिला बेसिक BB भनेको बेसिक भेरिएबल के भयो BASIC बेसिक भेरिएबल है यो बुझ्यो है नोट गर है अब म टेबल बनाउन जान्छु के गर्ने BB बेसिक भेरिएबल अनि के थियो त हेर्नुस् त बेसिक भेरिएबल त्यसपछि के थियो त x1 एउटा युज गरेको थियो भेरिएबल त्यसपछि के थियो त x2 थियो त्यसपछि के थियो अर्को x3 हामीले स्ल्याक भेरिएबलको टर्ममा लिएको थियो है त्यसपछि के थियो एउटा x4 थियो त्यसपछि एउटा के थियो z थियो है अननोनमा है z पनि एउटा भेरिएबल थियो त्यसपछि हामीले अपोजिट साइडमा के लेख्छौँ त यता पनि RHS लेख्छ अनि यता यो बेसिक भेरिएबल छ नि बेसिक भेरिएबलमा के लेख्ने भन्नुस् त यता चाहिँ स्ल्याक भेरिएबल जुन युज गरेको छ नि हो त्यो दिने स्टार्टिङमा कुन युज गरेको थियो स्ल्याक भेरिएबल x3 र x4 त्यसैले हामीले के लेख्छौँ त x3 x4 लेख्छौँ है अब हामीले पहिलो इक्वेसन दोस्रो इक्वेसन अनि यता के लेख्छौँ त हामीले जेड वाला जुन थियो नि त त्यो टर्म लेख्छौँ है ल पहिलो इक्वेसनमा के छ यो पहिला इक्वेसनमा के थियो मैले त मेटादिए ल फेरि एकचोटि लेखौँ है x1 प्लस 2x1 प्लस x3 प्लस 0 x4 प्लस z 0 के थियो इक्वल टु 0 थियो है अब हेर्नुस् त यो फर्स्ट इक्वेसन थियो नि फर्स्ट इक्वेसनमा हामीले के लेख्छौँ यो पुरै यता x1 x2 थियो नि फर्स्ट इक्वेसन पहिला सेकेन्ड इक्वेसन पनि लेखिहाल्यो है x1 4x1 प्लस 3x2 प्लस 0 x3 प्लस x4 प्लस z 6 है 4 पनि लेखौँ -7x1 -5x2 प्लस 0 x3 प्लस 0 x4 प्लस z इक्वल टु 0 है अब यो सबै लेख्ने है ल यता के छ त यसको x को के छ 1 छ है यसमा के छ x2 मा यो x2 है x2 मा के छ त 2 छ है त्यसपछि के छ x3 मा 1 त्यसपछि 0 0 त्यसपछि के छ यता RHS मा
यो चाहिँ आरएचएस हुन जान्छ। आरएचएसमा हामीले लेख्छ 0, त्यसपछि के छ त 6 है। अनि यता जेडको सट्टामा के छ त 0, त्यसपछि के छ त x4 मा 1, त्यसपछि 0, त्यसपछि के छ त 3, त्यसपछि के छ 4 है। अब यो दुईवटा हामीले लेखिसकेछौँ है, दुईवटाको कोएफिसिएन्ट हामीले लेख्यौँ है। ल कोएफिसिएन्ट लेखिसकेपछि x को 1 को कोएफिसिएन्ट अब यो छ नि, यो जुन z वाला मिनिमाइज गरिराखेको छु नि त्यो चाहिँ यहाँ तल लेख्छौ। तल लेख्दाखेरि x1 को कोएफिसिएन्ट कति छ त -7, त्यसपछि x2 को कति छ त -5, त्यसपछि कति छ x3 को 0, त्यसपछि के छ x4 को 0, त्यसपछि z को 1, त्यसपछि यता के छ त 0 है। अब यो पुरै टेबल हामीले बनाइसक्यो। अब हेर्नुस् त के छ त अब सबभन्दा लास्ट कोलम लास्ट रो हेर के, लास्ट रोमा हामीले के गर्ने सबभन्दा मोस्ट नेगेटिभ हेर्छु के। मोस्ट नेगेटिभ हेर्दाखेरि कुन हो सबभन्दा बढी नेगेटिभ भएको कुन हो त हाम्रो त्यो चुज गर्छु है। सबभन्दा बढी नेगेटिभ कुन छ त हेर्नुस् त हाम्रो के भयो यो मोस्ट नेगेटिभ हो कि नै हो, यो मोस्ट नेगेटिभ हो। सो लेख्छौँ हामीले है। मोस्ट नेगेटिभ भएकोले हामीले के गर्छौँ त लेख्छौँ यसलाई के लेख्ने हेर के लेख्ने -7 is the most negative value। -7 के एउटा मोस्ट नेगेटिभ भ्यालु हो है, यो तपाईँहरू बुझ्नुभयो हो। अब -7 इज द मोस्ट नेगेटिभ भ्यालु। सो के गर्ने फर्स्ट कोलम इज पाइभट। हाम्रो के भयो -7 मोस्ट नेगेटिभ भ्यालु भएकोले फर्स्ट कोलमलाई हामीले के गर्यो त पाइभटेड कोलम बनायो है। यो चाहिँ हाम्रो के भयो त फर्स्ट कोलम के भयो एउटा पाइभटेड कोलम भयो। यो -7 छ नि हो, यो कोलम के भयो त हाम्रो पाइभटेड कोलम भयो। अब यो पाइभटेड कोलममा हामीले के गर्छौँ त जुन यो पाइभटेड कोलमको यो छ नि यो फर्स्ट रो सेकेन्ड रोको यो पाइभटेड कोलम बनाएको छ नि फर्स्ट रो सेकेन्ड रोको यो इलिमेन्टलाई हामीले के गर्छौँ त आरएचएसमा डिभाइड गर्छौँ है। अब डिभाइड गरिसकेपछि के गर्ने त यता हेर्नुहोस् त ओनले 0 लाई डिभाइड गर्दा 0 मा ओनले डिभाइड गर्दा कति भयो 0 भयो। अनि 6 मा 4 ले डिभाइड गर्दाखेरि कति आयो त यता कति थियो यो 0 होइन, यो 0 त होइन कति थियो 6 थियो है, सरी यो 6 हो है, यता 6 थियो इक्वेसनमा 6 थियो 6 थियो। ल 6 ले ओनले डिभाइड गर्दाखेरि कति भयो 6 भयो है। यो चाहिँ सच्याउनु होला इक्वेसनमा 6 थियो आरएचएसको साइडमा। अब हेर्नुहोस् त यो इक्वेसनमा 6 त अनि 6 भयो होइन, 1 ले डिभाइड गर्दाखेरि अनि 6 लाई 4 ले फेरि डिभाइड गर्दाखेरि कति आयो त 1.5 आयो। अब हेर्नु त यो दुईवटामा कुन सानो छ त यो हेर्नु यो यसको भयो यो यसको भयो, दुईवटामा कुन सानो छ है। यो यता भयो लेखिदिनु सेन्स 6 अनि के भयो एउटा ग्रेटर देन 1.5। अब जुन सानो छ त्यो चुज गर्ने है। सो हामीले के गर्छौँ त यो सेकेन्ड कोलममा सबभन्दा सानो छ भने यो आएको आरएचएसमा डिभाइड गरेर हो, यो आएको सबभन्दा सानो छ त्यसैले यो कुन गर्न भयो सरी कुन रो भयो सेकेन्ड रो भयो नि, त्यसैले सेकेन्ड रोलाई हामीले के भन्छौँ पाइभटेड रो भन्छ। सो सेकेन्ड रो इज के गर्ने PIVOT पाइभट ROW रो है। पाइभट रो लिइसकेपछि अब हामीले के गर्छौँ हेरौँ है। यो सबैजना एकचोटि अब हेरौँ है। ल यति कुरा भइसकेपछि हामीले के गर्छौँ एप्लाई गर्छौँ। अब यो सेकेन्ड रोमा यो इलिमेन्ट कुन इलिमेन्ट हाम्रो पाइभटेड इलिमेन्ट भयो यो 4 भयो होइन हाम्रो पाइभटेड इलिमेन्ट। अब 4 लाई पहिला के गर्छौँ त ओन बनाउँछौँ है। ल एप्लाई गर्छौँ ओन बनाउनको लागि के गर्नुपर्छ त हाम्रो एप्लाइङ R2 मा के गर्छौँ त 4 ले डिभाइड गर्दाखेरि र 2 मा चाहिँ 4 ले डिभाइड गर्दाखेरि के हुन्छ त यो इलिमेन्ट के हुन्छ त ओन हुन जान्छ होइन हो। अब हेर्नुहोस् यो गरिसकेपछि हामीले के गर्ने यो पहिला मेटाउने है।
यो ल अहिले यसलाई के थियो ल यस्तो थियो हैन हो कि न हो अब के थियो भने यसलाई ओन बनाउँदाखेरि R2 मा हामीले के गर्यो त डिभाइड गर्यो नि त 4 ले है 4 ले डिभाइड गर्दाखेरि यता त ओन सधैँ थियो हैन यता पनि के थियो -7 सधैँ थियो अब यसमा मात्र यसको मात्र काम हो के यो 6 थियो यता 0 थियो ल यति कुरा त सधैँ छ अब के गर्ने हामीले यसमा मात्र 4 ले डिभाइड गर्दै जाने 4 ले डिभाइड गर्दाखेरि के भयो त यता कति थियो त 4 ले डिभाइड गर्दाखेरि ओन भयो हैन हो कि नै हो अब यसमा डिभाइड गर्दाखेरि कति थियो त हाम्रो पहिला 3 थियो 3 मा चाहिँ 4 ले डिभाइड गर्दा कति भयो 3/4 भयो हैन त्यसपछि हामीले के गर्यो त 0 मा 4 ले डिभाइड गर्दाखेरि के थियो त 0 0 मा 4 ले डिभाइड गर्दा 0 भयो 1 मा चाहिँ 4 ले डिभाइड गर्दाखेरि के भयो त भन्नुस् त 1/4 त्यसपछि हाम्रो के भयो त फेरि 0 मा चाहिँ 4 ले डिभाइड गर्दाखेरि 0 यो 0 हो है अब 6 मा चाहिँ 4 ले डिभाइड गर्दाखेरि सरी यता के थियो 6 6 मा 4 ले डिभाइड गर्दाखेरि कति आयो त 6 मा 4 ले डिभाइड गर्दा कति आयो 3/2 आयो 3/2 है ल यो चाहिँ तपाईहरु लेख्नु होला है एप्लाई गरेर त्यसपछिको यो टेबल बनायो फेरि है टेबल बनाइसकेपछि अब हेर्नुस् के गर्ने त अहिले कुन थियो पाइभटेड एलिमेन्ट यो थियो नि त हो यसको सहायताले तल माथि के गर्ने तल पनि माथि पनि के गर्ने 0 बनाउने के यो एलिमेन्टलाई र यो एलिमेन्टलाई के गर्छौं त हामीले 0 बनाउँछौं है ल यति कुरा बुझ्नु भयो कि नाइ ल अब 0 बनाउँदाखेरिको प्रोसेसमा हामीले एप्लाई गर्छौं फेरि एकचोटी हेर है 0 बनाउनु भन्दा पहिला मैले के गरे कुन एलिमेन्टलाई बनाएको थियो हैन पाइभटेड र चाहिँ कुन भएको थियो भन्नुस् त एकचोटी पहिला पाइभटेड र हाम्रो कुन भएको थियो यो हैन यो चाहिँ सेकेन्ड रो थियो नि सेकेन्ड रोको फर्स्ट कोलमको हैन फर्स्ट कोलमको त्यसैले हामीले के गर्यो त यो सेकेन्ड कोलम भयो नि सेकेन्ड रो भयो नि सेकेन्ड रोमा के भयो त यो चाहिँ चेन्ज हुन्छ के यो चेन्ज भएर यता लेख्ने x4 को सदामा के लेख्ने x1 लेख्ने है यो त x1 सधैँ छ यता x1 लेख्ने यो चाहिँ चेन्ज भएर आउँछ एकछिन यता के लेख्ने x1 लेख्ने यति थियो ल यो x1 लेख्ने यो चाहिँ यता लेख्ने किनभने यो पाइभटेड एलिमेन्ट थियो नि त पाइभटेड एलिमेन्ट भएकोले यसलाई चाहिँ चेन्ज गरेर हामी लेख्छौं है ल यसलाई राम्रोसँग गरेको फेरि यसलाई के गर्ने अब एप्लाई गर्ने एप्लाइङ के गर्ने त हामीले R1 मा हामी 0 बनाउँछौं पाइभटेड एलिमेन्टको तलमाथि के गर्दाखेरि 0 हुन्छ R1 माइनस R2 एउटा के गर्ने R3 मा पनि बनाउँछौं R3 भनेको रो 3 हो R1 भनेको फर्स्ट रो हो है फर्स्ट रोमा सेकेन्ड रोमा पाइभटेड एलिमेन्टको तलमाथि के हुन्छ फेरि म भन्छु पाइभटेड रोको तलमाथि के गर्ने 0 बनाउने यो चाहिँ हामी एप्लाई गर्यो है एप्लाई गर्दाखेरि के हुन्छ त हाम्रो 0 हुन जान्छ है ल यो अब लेखौ त पहिला के थियो बेसिक भेरिएबल थियो x1 x2 x3 x4 z r h s थियो हैन यति कुरा थियो ल अब हेर त म छिटो भन्छु यो के थियो त ठुलो भिडियो भएकोले म छिटो भन्छु तपाईहरु चाहिँ एकचोटी कोही नगर्नु होला है यो चाहिँ एप्लाई गरेर यो टेबल भर्नु होला है एप्लाई गर्दाखेरि यता के हुन्छ 0 आउँछ यता पनि 0 आउँछ हैन तलमाथि यसले गर्दाखेरि यता त ओन को ओन छँदै छ पहिला अनि यता 3/4 छँदै छ यता के थियो 0 थियो यता के थियो पहिला 1/4 थियो यता 0 थियो यता के थियो 3/2 है यसको सहायताले तलमाथि 0 बनाउँदाखेरि यो एप्लाई गर्ने हो एप्लाई गर्दाखेरि यो रुल एप्लाई गर्दाखेरि तलको माथिको टेबलमा एप्लाई गर्दाखेरि आफै हुन्छ यो चाहिँ 0 भयो है यता पनि 0 यता पनि 0 भयो अब यता गर्दाखेरि के हुन्छ त यसलाई सल्भ गर्दाखेरि के हुन्छ 5/4 आउँछ है 5/4 अनि यता 1 आउँछ एकचोटी क्याल्कुलेटरमा गर्नु होला है -1/4 यता गर्दाखेरि के हुन्छ त 0 यसलाई गर्दाखेरि के हुन्छ त 9/3 हैन यसलाई गर्दाखेरि 21/2 यसलाई 1 यसलाई 7/4 आउँछ अनि त्यसपछि 0 आउँछ यता गर्दाखेरि 1/4 आउँछ है अब हेर्नुस् त यो तलको है यो जुन छ नि हो यसमा हेर्नु त एउटा पनि नेगेटिभ छ छैन नि हो जबसम्म यो चाहिँ के पोजिटिभ हुँदैन के नेगेटिभ टर्म नेग्लेक्ट हुँदैन पुरै के तबसम्म यो गर्दै गर्ने के यो टेबल
जस्तो अगाडि गऱ्यो नि त्यस्तै गर्दै गर्दाखेरि यो पुरै चाहिँ के हुन जान्छ त अल पोजिटिभ हुनु पर्यो है। अल पोजिटिभ भइहाल्दाखेरि हाम्रो के हुन्छ त यो अप्टिमम चाहिँ म्याक्सिमम अप्टिमम कन्डिसन हाम्रो के हुन्छ त जेनेरेट हुन्छ है। अब जेनेरेट भइहालेपछि म्याक्सिमम अप्टिमम कन्डिसन अप्टिमम सोल्युसन हाम्रो आउँछ है। अनि त्यसपछि हामीले के लेख्छौँ यता ल यो सबै पोजिटिभ हो नि त हो, बुझ्नुभयो। यो सबै पोजिटिभ आइसक्यो। अब तलको यो भन्दा तलको सबै पोजिटिभ हो। अब पोजिटिभ आइसकेपछि हामीले लेख्छौँ फेरि यसमा होइन यसले मैले मेटाएँ के लेख्ने सिन्स all the element in the last row are non-negative। यसमा के भन्यो यस वर्डले के भनेको छ सबै एलिमेन्ट है सबै एलिमेन्ट लास्ट रोको के हुन्छ नन नेगेटिभ। नन नेगेटिभ भनेको के हो त पोजिटिभ हो है पोजिटिभ भयो। त्यसैले के भयो त सो the optimal solution is obtained, therefore maximum z इक्वल टु कति हुन जान्छ त लास्टमा के थियो भन्नुस् त सबभन्दा लास्टको के थियो यस्तो थियो नि आरएचएसमा हेर्नु आरएचएसमा के थियो लास्टको फर्स्टमा 9/3 थियो 3/2 थियो अनि के थियो 21/2 थियो है यति थियो नि हो। यो हाम्रो के हुन्छ त यो जे म्याक्सिमम जेड हुन जान्छ है कति भयो त 21/2 भयो। एट लेख्ने अब एट लेखेपछि x1 र x2 को भ्यालु हामी हाल्छौँ है x1 र x2 को यो यसमा यो हेरेपछि होइन। अब बेसिक भेरिएबलमा के थियो मैले मेटाइदिएको छु यता हेर्नुहोस् है। पहिला के थियो बेसिक भेरिएबल थियो अनि त्यसपछि यता x1 x2 x3 थियो त्यसपछि आरएचएस थियो होइन। यो लेख्नुभयो यो लेखिसकेपछि म चाहिँ यता मेटाउँछु है अलि होइन ल यो ल हेर्नुहोस् त के थियो एमएक्स म्याक्सिमम जेडको भ्यालु कति आयो त्यो पहिला हेर्छु ल। यता के थियो त 9/3 3/2 हाम्रो यसमा के थियो त 21/2 21/2 हो 2 अनि यो के थियो कति थियो यता भन्नुहोस् त कति थियो x3 र x1 थियो x3 x1 थियो है हो। अब हेर्नुहोस् त यो हाम्रो के हुन्छ त जेडको भ्यालु यो हुन्छ है जेडको भ्यालु कति हो 21/2 हो 21/2 एट लेख्ने अनि त्यसपछि यो हेर्नु यो x1 हो नि त x1 को के भयो भ्यालु x1 इक्वल टु कति भयो 3/2। अब हेर्नु त x2 छ आयो कहिले छैन नि छैन भने x2 के हुन्छ त हाम्रो 0 हुन जान्छ। यही हाम्रो के भयो त एन्सर भयो है। अब फेरि चाहिँ म नेक्स्ट चाहिँ सिम्प्लेक्स मेथडको लिनियर प्रोग्रामिङको चाहिँ अर्को भिडियो लिएर आउनेछु है। भिडियो त लामै भयो यसमा अर्को चाहिँ एड गर्न मिल्दैन तपाईँहरू हेर्दै जानुहोस् यो भिडियो अरू पनि म भिडियो चाहिँ लिएर आउनेछु है। सब्सक्राइब गरिदिनु होला म फेरि चाहिँ भन्न चाहन्छु। र यो भिडियो हेर्नुभन्दा पहिला चाहिँ तपाईँ फर्स्ट भिडियो चाहिँ हेर्नुभएको छैन भने फर्स्ट पार्ट चाहिँ यसको हेर्नु होला अनि चाहिँ बुझ्नुहुन्छ किनभने त्यसमा चाहिँ बेसिक चाहिँ मैले डिस्क्राइब गरिदिएको छु के हो भनेर कन्स्टेन्ट के हो अनि फङ्सन अब्जेक्टिभ फङ्सन के हो अनि इनइक्वालिटीलाई कन्स्टेन्ट भन्छ त्यो सबै कुरा यसमा डिटेलमा दिएको छु है। त्यो चाहिँ फर्स्ट भिडियो हेर्नु होला अनि त्यसपछि यो यसमा जानु होला अनि बुझ्नुहुन्छ तपाईँहरूले है। हस् धन्यवाद।